नमस्ते अनि स्वागत छ कार्यक्रम परदेशीको सम्झनाको पर्खाइमा बस्नभएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूमा। नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश परदेश विभिन्न भूभागमा छरिएर रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हरितालिका तीज 2077 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यस अवसरमा तपाईहरू जहाँ जसरी र जुन अवस्थामा रहे पनि सुखी रहनुहोस् र खुसी साथ यस पर्व मनाउनुहोस् अनि हजुरले जे चाहनु भएको छ त्यो पुरा होस् भन्ने कामना पनि गर्दछु। तर संस्कृति र परम्परालाई जोगाउने नाममा अनि निराहार व्रत बस्नाले आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने भ्रममा परेर निराहार व्रत नबस्नुहोला भन्ने सन्देश सम्पूर्ण दिदीबहिनीहरूमा दिन चाहन्छु। यो कार्यक्रम सल्यान प्रवास सेवा समाज मलेसियाको उत्पादन मलेसियाको कोलालम्पुरमा रेकर्ड गरी रेडियो राप्ती एफएम 104.8 मेगाहर्जमा हरेक साताको आइतबार बिहान 9:15 देखि 9:45 बजेसम्म र रेडियो शारदा एफएम 99.2 मेगाहर्जमा हरेक साताको मङ्गलबार बिहान 8:30 देखि 9 बजेसम्म र यसैगरी इन्टरनेट अनलाइनमा www.radiosharada.org मा र युट्युबमा सल्यान प्रवास टाइप गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमको यस श्रृङ्खलामा मलेसियाको कोलालम्पुरदेखि कार्यक्रम संयोजक कलिराम घट्टी मगरसँगै आजको कार्यक्रमको यात्राभरको साथी म कार्यक्रम प्रस्तोता सन्दीप ओली करिब एक साताको नमिठो विश्रामपछि कार्यक्रमको यो अर्को श्रृङ्खलामा आइपुगेका छौँ।
आदरणीय श्रोता मित्रहरू, यति बेलाको बसाइमा प्रविधि संयोजनमा रहेर साथ दिँदै हुनुहुन्छ प्राविधिक सहयात्री भरत देवकोटा र गोपाल शर्माले। श्रोता मित्रहरू, यो कार्यक्रम विभिन्न समस्याका कारण विदेशीय र विदेशमा बस्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिको बारेमा जानकारी र वैदेशिक रोजगार सम्बन्धी विविध जानकारी दिने उद्देश्यका साथ यो कार्यक्रम सल्यान प्रवासी सेवा समाज मलेसियाले तयार पारेको हो। आदरणीय श्रोता मित्रहरू, विदेशमा बसे पनि आफ्नो घर परिवार, आफन्तजन र जन्मभूमिको मायामा बहने तपाईँका आफन्तजनहरूका सन्देश र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले विदेशमा भोग्नुभएका जस्ताको तस्तै अनुभव र वैदेशिक रोजगार सम्बन्धी विविध जानकारी र मिठा मिठा गीत सङ्गीतको साथमा सदाझै आजको यो श्रृङ्खलामा उपस्थित भइसकेका छौँ। आजको कार्यक्रमको पुरै अवधिभर कार्यक्रम सुनेर हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वाससँगै कार्यक्रमको यो सुरुवात सुमधुर स्वरमा सजिएको यो मिठो तीजको गीतबाट गर्न चाहन्छु। स्वीकार्नुहोस् है त। धन्किन थाल्यो प्रिय तिम्रो सम्झना आइहाल्यो, मेरी माया कहाँ छौ अहिले? पोहोरको तिजमा रमाइलो भएको थियो, मिल्छ भने एकल फोन गराई सम्झेछु मैले। धन्किन थाल्यो प्रिय तिम्रो सम्झना आइहाल्यो, मेरी माया कहाँ छौ अहिले? पोहोरको तिजमा रमाइलो भएको थियो, मिल्छ भने एकल फोन गराई सम्झेछु मैले। पोहोरको तिजमा रमाइलो भएको थियो, मिल्छ भने एकल फोन गराई सम्झेछु मैले। सबले भन्छन् तिजायो तिजायो, तिम्रै यादले पछ्यौरी भिजायो, मेरो माया कहाँ छौ अहिले? पोहोरको तिजमा रमाइलो भएको थियो, मिल्छ भने एकल फोन गर्नु है सम्झेछु मैले। तिजायो तिजायो, तिम्रै यादले पछ्यौरी भिजायो, मेरो
मुटुको तिम्रो नाम बोली मात्रै भए नि सुन्न पाऊँ मेरी माया कहाँ छौ अहिले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गराई सम्झेको सम्झेछु मैले मुटुको तिम्रो नाम बोली मात्रै भए नि सुन्न पाऊँ मेरी माया कहाँ छौ अहिले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गराई सम्झेको सम्झेछु मैले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गराई सम्झेको सम्झेछु मैले जल चढाउँछु शिवजी पूजेर मेरो मन बुझेर मेरो माया कहाँ छौ अहिले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गर्नु है सम्झेको सम्झेछु मैले शिवजी पूजेर मेरो मन बुझेर मेरो माया कहाँ छौ अहिले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गर्नु है सम्झेको सम्झेछु मैले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गर्नु है सम्झेको सम्झेछु मैले सँगै नाची सँगै गीत गाइया थियो सँगै बसी तिजको दर खाइया थियो मेरी माया कहाँ छौ अहिले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गराई सम्झेको सम्झेछु मैले सँगै गीत गाइया थियो सँगै बसी तिजको दर खाइया थियो मेरी माया कहाँ छौ अहिले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गराई सम्झेको सम्झेछु मैले पोहोरको तिजमा रमाइलो भएको थियो मिल्छ भने एकल फोन गराई सम्झेको सम्झेछु मैले राखेकी छु